हेलो एन्ड वेलकम टु माई न्यू भ्लगमा हजुरहरूलाई स्वागत छ। हजुरहरू सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। अनि आज चाहिँ हामी 6 बज्न लागेको छ। रुममा बस्दा बस्दै गऱ्यौँ भएर हामी चाहिँ आज 3 भाइ केबलकारको डाँडामा जाँदैछौँ। अब माथि केबलकारको चाहिँ भ्यू देखाउँछु। डाँडामा गएपछि बुटोलको भ्यू कस्तो देखिने हुन्छ। हामी 3 भाइ आज जाँदैछौँ, तर उकालो चाहिँ धेरै भएको कारण होइन बोल्न पनि अलिक गाह्रो भइरहेको छ। होइन गर्मी चाहिँ लास्ट छ है। हामी चाहिँ जाँदैछौँ अब केबलकार। के भयो भाइ? भाइ के छ? ए हेलो मात्र। कस्तो फिलिङ भयो हिँड्दा उकालो चढ्दा? खुट्टा दुखिरहेको छ कस्तो भनेपछि यस्तो। हामी जाँदैछौँ माथि त्यो मिनी केबल कार। छिटोभन्दा छिटो सबैजना आइदिनु न अनुरोध गर्दछु। या सबैजना आउनु र रमाइलो गर्नु पर्छ। यिनी चाहिँ मेरा 2वटा मित्र भाइहरू हुन्। आज म भाइहरू लिएर यसो माथि जाँदैछु। अनि यता चाहिँ म अब धेरै त होइन सो लास्ट गरिन्छ यार, मरिन्छ कसम। सकिन्न गाइज, माथि जाला जस्तो छैन, सकिन्न। यति गर्मी छ, यति गर्मी छ कि कसम। बुटोल त खाडी होइन, महाखाडी हो यार। त्यसै होइन बुटोल खाडी भन्ने। यति गर्मी छ अनि त्यही पनि हामी माथि केबलकारको डाँडामा गएर भ्यू चाहिँ देखाउन चाहन्छौँ। लास्ट गएर गइरह यता आज सर्टकट बाटो गइन्छ है। यता चाहिँ काउन्टर, हामी यताबाट जाने, यताबाट जाने, यताबाट होइन। सँगै हिँड न, टाढा हिँडे हो त। एउटा पारि हिँड्ने, एउटा यता होइन, यता हिँड न। हामी त निस्किसक्यौँ। अब चाहिँ के भयो भाइ, तिम्रो त बोसो पक्रियो क्या? तिमी मोडाथी गरेर बोसो पक्रियो। यसको झन् कुरै छोड। उकालो हिँड्दा हिँड्दै मर्नु लाग्यो। यस्तै छ हालत। जस्तो भए पनि माथि भ्यूमा चाहिँ हामी पुगेर छोड्छौँ। हामी चाहिँ केबलकार आएको होइन। अनि माथि भ्यू पनि हेर्न जानु छ, माथि भ्यू पनि हेर्न जान्छौँ। कस्तो गरिम बहा होइन, कस्तो गरिम बहा। हामी चाहिँ अब माथि जान्छौँ। लास्ट गरिम बहा, लास्टै गरिम बहा गाइज। बुटोल खाडी भन्ने त त्यसै हुन्छ गाइज। बुटोल खाडी नै हो। बुटोलमा अन्डा बाहिर राखे, अन्डा पाक्छु हुन्छ, बाहिर मलाई राखेँ त मै पाक्छु जस्तो छ गाइज। आज लास्ट गरिम बहा छ। ओहो, यता चाहिँ देख्न सकिन्छ यता हाम्रा महापुरुषहरूलाई। भाइ भाइ टी सर्ट किन गाड्यो? गर्मीमा टी सर्ट गाड्यो। ओए तैँले टी सर्ट किन गाडिस्? घाम भएर हिँड्दा गर्मी भएछ, मलाई घाम भयो। घाम भिडियो त राम्ररी बना, कसरी बना अलि नआड्यो त कस्तै कस्तै पनि होइन। दर्शक पनि हेर्न सक्नुहुन्छ। यी उकालो चढ्दैछन्, फर्स्ट टाइम हो उकालो चढेको। लास्टै त भइरहेको छ हेर्नुहोस्। हेलो
गाइस सबै छैन लास्ट धो गइरहेछ भने यता चाहिँ यिनले के कुरो गरिरहेको यस्तो रेकर्ड हुन्छ त लास्ट घाम भयो यार यस्तो घाम भइरहेछ यस्तो बनायो गाइस हामी चाहिँ फाइनली आइसक्यो होइन हामी चाहिँ खासमा यो बुटोलको भ्यू देख्न आएको हामी चाहिँ आयो यहाँ आएर शीतल पनि रहेको छ तर गाइस लास्ट गर्मी भयो होइन गर्मी चाहिँ लास्ट भएको थियो ल हामी चाहिँ फाइनली आइसक्यो लुकअप अब यताबाट हामी फोटो खिच्छौँ अनि त्यसपछि हामी घर चल्छौँ तर बुटोल चाहिँ लास्टै गर्मी रहेछ होइन भाइ यता आउन मेरो मोटे भाइ यता मेरो मोटे भाइ नि आज त पसिनाले सहा भाइ यो चाहिँ गाइस बुटोलको भ्यू हामी यही भ्यू हेर्नको लागि यहाँ आएको ल बुटोलको भ्यू देख्न सक्नुहुन्छ यहाँ माथि केबल कारबाट बुटोलको भ्यू यस्तो रहेको रहेछ ल गाइस अब चाहिँ हामी यहाँबाट निस्किसक्यौँ मोबाइलमा चार्जर पनि छैन अब चार्जर कहाँसम्म टिक्छ त्यहीसम्म म चाहिँ मेरो भ्लग बनाउँदै चाहन्छु भिडियो पनि बनाइयो रमाइलो चाहिँ भयो होइन त्यही हो जे होस् अब चाहिँ आउँदा चाहिँ जति गर्मी भए पनि जति पसिना खारे पनि जति टी सर्ट खारे पनि मेरा भाइहरूले त्यहाँ चाहिँ चिल छ यहाँबाट मस्त चिल लगाइ आजलाई चाहिँ भिडियो यति हुन्छ आज चाहिँ हामी 3 भाइ गएको थियौँ माथि केबल कारको उल्लु भ्यू हेर्न रमाइलो भयो इन्जोय भयो फोटो पनि खिच्यो आजलाई चाहिँ भिडियो यति सबैजनालाई माया छ युट्युबमा सब्सक्राइब गर्नु होला भने टिकटकमा लाइक कमेन्ट गर्नु होला सबैजना मेरो फेसबुक आइडीमा जोडिदिनु होला किनकि मेरो फेसबुक आइडीमा 20K फलोवर्स पुग्न लागिरहेको छ आजलाई भिडियो यति बाई बाई